हेलो साथीहरु ल आज चाहिँ है हामी चाहिँ अब खाना खानु गइरहेछ र अब आज हामीले है नानीको चोइसमा हामीले यहाँ घरमै आज एकदम डिनर गर्न आँटेका छौं है। अनि हामीले मेरो यहाँ छोरी हुनुहुन्छ। हेलो छोरी। हेलो। मेरो छोरीको नाम है युडेन साङ्गु शेर्पा र मेरो यहाँनिर वाइफ हुनुहुन्छ। र अब हामीले है यहाँ घरमै अब अलिकति आज बेलुका यसो तीनजना हामी है अन्त खाना खानु आँटेका छौं अब। र तपाईहरुलाई है मेरो यस ब्लगमा तपाईहरुलाई स्वागत र हेलो भन्न चाहन्छु म तपाईहरुलाई है। यसरी मिठो आज हामीले बनाएर हामी घरमै खाइरहेका छौं। तपाईले देख्न सक्नुहुन्छ चिकन लेग पिस है, लेग पिस अनि ब्रोकोली बनाएको छ, त्यसमा अलि माछाको तरिउ है उहाँको छ, त्यहाँदेखि खिराहरू काटेको छौं हामीले है। र अब हामीले खाना लागिरहेछ है। एकदम तपाईहरुलाई यसमा स्वागत छ र साथै तपाईहरुले एकदम हामी यहाँनिर है चिप्सहरु पनि राखेको छौं है यहाँनिर एकदम। आज नानी एकछिन वक पनि गएको थियो बाहिर है, वक गरेर आएर चाहिँ हामीले अब खाना लागेका छौं है। र थ्यांक यू गाइस, तपाईहरुलाई धन्यवाद। पिङ्की माछा देखाइदेऊ न। पिङ्की माछा देखाइदिनुस् नि। ए पिङ्की माछा यो चाहिँ सोपले तर भरिरहेको छ सबै। सोपहरुले है लगाएर एकदम बनाइरहेका छौं है एकदम राम्ररी। र गाइस जोड्दै छु सानो सानो भिडियोहरुमा है। र आजको डिनरमा तपाईहरुलाई एकदम यसरी नै मिठो बनाएर खानुस् है। ल साथीहरु आज चाहिँ म है खाना खान गइरहेको छु है। र सुरुवात गर्ने छु है काँक्राबाट खिराबाट है। चिसो खिरा हो, मजा आइरहेको हैन साथै अब खाना है। खाना दामी। मेरो अब छोरीको आज चोइसमा खाएको है हामीले है। मजा आयो? कति मजा आयो भन्नु न? पुरा। कति पुरा भन्नु नि? यति र गाइस घरमै अब है आज इन्जोय हल्का। मिठो है रे। माछा भयो छिउँदै। मलाई माछा पुरा भएको। मान्छे दिन्छ हौ कबिर। आज मेरो वाइफ चाहिँ अलिक बिमार हुनुहुन्छ कि चिसो छ है काँक्रा। खाउन मान्छे दिन्छ छिउँदै। ब्रोकोली पनि खाऊ। मेरो फेभरेट हो ब्रोकोली। युडेन खाना त फिनिस भएछ, अहिले खानु हुने? मिठो भयो खाना आज? होइन भएन होला है मिठो त? भएन? कति मिठो रहेछ? पुरा मिठो रहेछ। ल मेरो छोरीले पुरा मन परायो आज खाना है। र अहिले तपाईँको चाहिँ अब रातिको 10 बज्दैछ है। हामी यति बेला चाहिँ अब खाना खाइरहेछौँ। टाइम देखाउ न त। ए टाइम 10:15 भएछ रातिको। ओके ओके गाइस, गुड नाइट। आमा चाहिँ के भन्नु नि? गुड नाइट, स्लिप वेल। ह्याप्पी रोस्ट डे भन्नु। मेरो छोरीले ह्याप्पी रोस्ट डे भन्नु हुँदैछ। ल गुड नाइट भन्दै नानी। गुड नाइट। ओके गुड नाइट। नेक्स्ट भिडियो भन्नुस् न बेबी। सबैजनालाई गुड नाइट मेरो तर्फबाट पनि सलाम। गुड नाइट।